हेलो गाइस, म चाहिँ होइन स्विमिङ जाँदैछौँ होइन। आज 8 बज्यो होइन। के को लागि भने त्यो होस्टेलको बच्चाहरूको लुगा पुऱ्याउनुको लागि गाइस होइन। पिकअप पनि आउँदैन यस्तो खटाएर गाडी चलाएर होइन। साहुहरू यस्तो बुझ्दैन, उनीहरू पैसा रोकेर होइन, मान्छेको तलब रोकेर टक्क बस्ने मात्रै काम हो उनीहरूको त। मान्छेले के तरिकाले चलिरह के गाडी पिकअपै आउँदैन। के भएको छ यस्तो छन् गाडीको हालत होइन। यस्तो बिजोग भए पनि दिनुपर्छ यहाँ के सोच्दैन जस्तो लाग्छ मलाई चाहिँ होइन। यस्तो गर्छन् कि होइन, दुई महिनाको 2 महिना जस्तै पैसा रोकियो भने चाहिँ हामीलाई चाहिँ त्यस्तो लाग्छ होइन। त्यस्तो नोटिफिकेसन पनि दिँदैनन् राखेर पनि होइन। मान्छेको नबुझेको काम हुन्छ, मान्छेको केही समस्या हुन्छ होइन। मान्छेले अब कतिखेर समस्याहरू त थाहा हुँदैन नि त। त्यही भएर बरु काम गरेको पैसा त बरु चाँडै दियोस् कि जस्तो लाग्छ मलाई चाहिँ होइन। गाइस मैले चाहिँ सामाजिक सञ्जालमा यस्तो गरेर विरोध गरेँ भन्ने खोजेको होइन। तर आफूले जे भोगिरहेको त्यही कुरो भन्ने त भन्ने होइन। त्यही भएर होइन मलाई चाहिँ त्यस्तो लाग्छ होइन। त्यो साउले नै बुझिदियोस् जस्तो लाग्छ। यस्तो राति काम गरिरहेको आफूले होइन। खायो खाएन, खाजा खायो खाएन, के अत्तो पत्तो हुँदैन। त्यस्तो छ मान्छेले गरिरहने त्यसरी काम गरिरहेछन् होइन। साउले बुझे पनि होइन त्यो ठाउँमा गरिँदैन कि अब राम्रो व्यवहार कहिले मात्रै पेल्छु भन्ने सोचे तिग्रै त्यस्तो हुन्छ नि त। मान्छेहरू हुन्छ नि त हाम्रो होइन। उनीहरूले राम्रो व्यवहार गरे पो हामी पनि राम्रो गर्न मन लाग्ने होइन। त्यो हो कि मान्छेले त्यस्तो व्यवहार त्यस्तो त देखाउने भने मान्छेले होइन। अब त्यही भएर होइन त्यस्तो लाग्छ लाग्न चाहिँ अब आजको भिडियो यति नै है गाइस। अनि मेरो च्यानल सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु र सबैलाई माया छ गाइस होइन। अनि सबैले माया गरिदिनु होला भन्दै म आशा गरेर बसिरहेको छु। हस्त धन्यवाद। बाई गाइस, सबैजनालाई यति नै हो गाइस है।